18 देखि 25 वर्षका युवाहरू आज लाखौंका बाइक र करोडौंका गाडी किनिरहेका छन्, बिहे गरेर घुमिरहेका छन्। तर तपाईँ 25-30 वर्षको उमेरमा अझै पनि लोकसेवाको तयारी र सरकारी जागिरको फारम भर्नमा लागिरहनु भएको छ। तर दोष तपाईँको होइन, दोष त्यो माइन्डसेटको हो जुन बाल्यकालदेखि नै तपाईँलाई सिकाइएको छ कि यदि राम्ररी पढेनौ भने, सरकारी जागिर खाएनौ भने जिन्दगी बर्बाद हुन्छ। तर वास्तविकता के हो भन्दा केही समझदार मानिस यही भिडबाट बाहिरिएर युट्युब, शेयर मार्केट, कोडिङ, कन्टेन्ट क्रिएसन, सोशल मिडिया मार्केटिङ जस्ता स्किल सिकिरहेका छन् र 25 देखि 30 को उमेरमा यति कमाइरहेका छन् कि जति तपाईँले सायद 60 वर्ष जागिर गरेर पनि कमाउन सक्नुहुने छैन। सरकारी जागिर गर्नु गलत होइन, गलत त त्यो हो यस जमानामा नसिक्नु। यही नै जिन्दगीको सबैभन्दा ठुलो गल्ती बन्दछ। अझै पनि समय छ, सिक्नुहोस्, नत्र भविष्यमा पछुतो बाहेक केही रहँदैन।